हेलो गाइज वेलकम टु आवर ब्लग। आज हामी जस्ट खेततिर घुम्न जान लागेको छौँ। तपाईहरुलाई खेतको भ्यू पनि देखाउँछौँ। खेतको भ्यूहरू यता गाइज राम्रो आउँछ। यतातिर भाइहरू पनि कमेडी गर्छन्, अलिअलि हेर्न सक्नुहुन्छ। फटिङ्गा छोपिरहेछन् यहाँ, फटिङ्गा गाइज। यतातिरको भ्यू, मौसम नि आज दामी गरेको छ हैन। मौसम नि दामी छ आज। सो हजुरहरूलाई आज देखाइदिउँ भनेर आएको हैन गाइज। अरू त के भन्ने, अरू सब ठिकठाक छ। हजुरहरूलाई सपोर्ट गर्दै गर्नु होला गाइज। यतातिरको भ्यू अब हजुरहरूलाई देखाइदिन्छु। देख्न सक्नुहुन्छ। यसलाई के भन्छन् रे? के हो रे यो चाहिँ के उरुड रे के गाइज। हेर्न सक्नुहुन्छ यहाँ सिरानी झर्ना पानी आउँछ गाइज। यसमा माछा पनि हुन्छ नि यार गाइज। गाइज हेर्नु, भर्खर माछा खाना थियो। त्यो चाहिँ मौसम नि गुरुङ गरिरहेछ हैन गाइज। मौसमले साथ दिन क्या हो यार आजको भिडियोमा। दामी एउटा त यहाँ लडाइँ हुन लाग्छ गाइज, लडाइँ। ल फेरि खेलिदिनुहोस् न त। चोकतिर केटा हो, चोकतिर केटा हो, चोकतिर उतातिर जाम एकछिन होइन। गल्लीसल्ली देखाइदिउँ होइन। गल्लीसल्ली देखाइदिउँ हजुरहरूलाई। आफ्नै भिडियो देखाऊँ भनेर के खाम गाइज। अरू सब ठिकठाक छ होइन। सपोर्ट गर्दै गर्नु होला। हजुरको सपोर्टले गर्दा हामी यतिसम्म नि आएका छौँ। त्यही पनि अझै सपोर्ट गर्दै गर्नु होला। योभन्दा राम्रो एडिटिङ भिडियो आउँछ हजुरको माझमा। अरू त के भन्ने, हाम्रो गाउँतिर यस्तै हो गाइज। मकै सकाइको सिजन आछ अहिले। मकै सकाइ टिप्छन् मान्छेहरू। हाम्रो यता घाँस सास काट्न आउँछन् यतातिर। हामी यता घाँस काट्न आउँछौँ के होइन। यतातिर यो मकै सकै लाएको छ। यतातिर मकै। मौसम नि आज दामी गरेको छ। त्यही भएर 10 जना लाएको। मनिषले नि केही बोलिदिनु भएको केहरूले हुन्छ। बोलिदिनुहोस् हजुरहरू केही पनि। बोल्न मलाई
यतातिरको हरियाली चाहिँ दामी आउँछ हरियाली। गाइस यो चाहिँ तोराई, यसको तरकारी चाहिँ मासुसँग मिलाएर खाने यति मजा आउँछ गाइस। एउटै तोराई हो तोराई। अब जे भाइ नि मासुसँग मिलाएको यति मजा आउँछ हो कि नै गाइस खाना। यो चाहिँ अब अम्ला भन्छ नि, यसलाई अम्ला हो यो। यसको पातनी अमिलो। यो चाहिँ यहाँ खैकासको टोपी नि राखेको रहेछ। हावा क्या दामी आउनु लाग्छ गाइस। अब हावाको त कुरै नगर्नु गाइस हैन। अब लामो भिडियो मन लाग्यो क्या हो, अब स्किप गरौँ हैन। सो गाइस भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गर्नु होला अनि धेरै शेयर गरेर यो भिडियोलाई अगाडि बढाउनु, नेपाली कम्युनिटीलाई सपोर्ट गर्नु होला गाइस। अब जसै त्यो हो धेरै कुरा गर्दिनँ म। अब भिडियो नि लामो भइसकेको छ, त्यसैले स्किप गर्नुपर्छ अब। सो गाइस अब हामी घरतिर जाँदैछौँ। पानी आउने जस्तो गरिरहेछ, पुरै मौसम पुरा बादल कालो भइसकेको छ पुरा गाइस, हेर्न सक्नुहुन्छ माथि।